I'm very excited हैन मलाई कस्तो रमाइलो लागिरहेछ हाय आउन न के हो गाडी मलाई पुर्याउन आउनु भा के हो यो फ्रिज फ्रिज घरै हो त फ्रिज एलजी अमा वाशिङ मेसिन बा के छ खबर ठिक छ अलि वासिङ मेसिन आइपुग्यो अरे अब चाहिँ मम्मीको पर्खाइ छ हैन बासुबा र बाबाले त देखिसक्नु भयो अनि मम्मी चाहिँ स्कुल जानुभएको छ कतिखेर आउनुहुन्छ म पर्खेको पर्खेछु बिस्तारै है प्रकृतिले मलाई कति माया गर्छ है बेसिजनमा पनि मेरो निम्ति सिजन सजाउँछ अब बिस्तारै है धन्यवाद चराले खाएछ चरी एउटा चाँद कुरै भयो क्या कति बेर भइसक्यो आउँदै आउनुहुन्न बाहिर जाउँ आउनु होला नजाउँ भने आउनुहुन्न त बाहिर बाबालाई राखेको छु कि मम्मी कताबाट आउनुहुन्छ भन्नु भनेर अनि बाबा बाहिर बसेर हेरिरहनु भएको छ मम्मी कताबाट आउनुहुन्छ भनेर है अनि म नि हेर्दैछु फेरि अहिले बोलेको सुन्नुभयो भने के गर्नु भनेर कस्तो भने कहाँ हो के मम्मी छिटो आउनु मम्मी आउँदै हुनुहुन्छ फाइनली आइपुग्नु भयो Oh my god. I'm not explain how much I'm happy today. Oh my god. Mommy आउनु भयो मम्मीलाई थाहा छैन भोलि त मोबाइल ल्याएर चाहिँ कसले पठायो म चाहिँ मान्छेहरूलाई आइसँग कविता भन्दा लुम्बिनी गाँसे भन्दा भने त अरे कुर्ती के छ बसौँ न ए अनि लुम्बिनी जाने भने हेर अनि गातै तेरो माटो सबैलाई थाहा थियो नि आइसँग आएको छ भने को त सबैलाई थाहा छैन क्या अरे अरे राम मलाई किन झुक्या त उहाँ लुम्बिनी जाने हो भने भोलि जाने होइन जाने किन खिच्यो त अहिले त्यो फेरि हेर नि हो यसो सबैको राम्रो हुन श्रीकृष्ण भगवानले त सकेनन् आमा आउँछन् असुरहरू तिम्रो बाटोको बाधा बन्न तिमीलाई लडाएर वचन लगाएर तिम्रो हृदय छिया छिया पार्न तम तयार तिम्रो खुनको तातो चिया पिउन हाम्रो तमासामा ताली बजाउनेहरू पनि बोल्छन् देखावटी वकालत गर्दै भिडको माझमा तिमी अचम्ममा नपर्नु सुन्नु सबैको कुरा तर भरोसा कसैको नगर्नु तिमी नडराउनु नडगमगाउनु नआत्तिनु हिम्मत नहार्नु विचलित नहुनु सुनिदिनु सबैका झुटा आदर्शका कहानीहरू तर प्रतिवाद गरी आफैलाई दूषित नबनाउनु थाहा छ तिम्रा सङ्घर्षका पाटाहरू तिमी हिँडेका बाटाहरू निकै कठिन थिए तिमी चाहँदैनौ तिम्रा सन्तान पनि त्यही बाटो हिँडुन् त्यसैले त तिमी चाउरिँदैछौ तिमी खिँदैछौ हाम्रा लागि केवल हाम्रा लागि तिमी बाँचेकी छौ तिमी हाँसेकी छौ आमा अब म चाहन्छु तिमी आराम गर तिमी मन मर्जीको सब गर बैगुनीले गुण देख्दैन आमा तिमी अब गुण नगर तिमी तिम्रो लागि बाँच समाजको परवाह नगर फाइदा छौन्जेल हो तिनीहरू नजिकिने तिमीसँग एकफेर इच्छा विपरीत गरिएर तिम्रो सामिप्यतामा कोही हुँदैन तिमी भन्दा ठुलो उनीहरूको लागि अर्को शत्रु हुँदैन त्यसैले कर्म गर फलको आश नगर तिमी अघि बढ तिमी धैर्य गर आउँछन् राम्रा समय हाम्रा समय तिमी प्रार्थना गर भगवान भरोसा गर तिमी प्रार्थना गर भगवान भरोसा गर आई लभ यू
ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू थ्याङ्क यू खानेकुरो मायालु यसको फेरि कति भिडियो बनाउनु पर्ने छ किन बनाएर यो चाहिँ हो वासिङ मेसिन। यसले कहाँ लिएर आयो वासिङ फेरि मलाई थाहा छैन। बिना काममा यो चाहिँ भिडियो त्यसै सरफ यो कहाँ आएको किन ल्याएर वासिङ चाहिने थिएन राम्रो पैसाको नाश किन आयो कहाँ घरको नातिनीको कुरो मलाई अहिलेसम्म घुम्न आएर भन्ने मलाई थाहा हो र भएको हेलो यो मान्छेले मलाई बेच्ने भएर अब उहाँ नोकरी गयो भनेर यहाँ वासिङ मेसिन लिएर यहाँ अनेक थरी लिएर पो आइपुग्यो घर ए कता कता झुक्यो नि मान्छे यस्तो किन्नु पर्ने थिएन आइस हाउ आर यु फिलिङ? अनि हिजो भाषे पो चामल पुर्याउनु ओए आइसले वासिङ मेसिन ल्याउने भन्दा थिएँ नि त के हो ए मलाई थाहा छैन ए अर्कैको भनेर छ अर्कैको भनेर छ भनेर त्यहाँ हिँड्यो भनेपछि अनि अहिले त म त जङबारी भने यहाँ ल्याएर त वासिङ मेसिन पो किनेर ल्याएछु त्यो ल्याउनै नपर्ने त्यत्रो पैसाको मलाई अहिले चाहिँदैन भनिरहेको थिएँ अस्ति त्यत्रो उपहार जन्मदिनमा करोडपतिको उपहार त्यत्रो मलाई पैसा कमाइदिन्छ पैसाको उपहार ल्याइदिन्छ भने